हे स्वर्गीय पिता परमेश्वर, आज हामी तपाईको चरणमा आउँदछौँ। तपाईँ नजिक हामी आउँदछौँ। यो कठिन समयहरूमा हामी बाँचिरहेका छौँ। कठिन समयहरूमा तपाईले हामीलाई अगुवाई गर्नुहोस्। तपाईले हाम्रो विश्वासलाई बलियो बनाउनुहोस्। हाम्रो विश्वास कति पटक कमजोर बन्दछ। हे परमेश्वर, तपाईको सहायता हामीलाई चाहिन्छ। तपाईले हामीलाई ठिक मार्गमा डोर्याउनुहोस्। परमेश्वर पिता, हामी तपाईको वचनको प्रतिज्ञालाई हृदयदेखि विश्वास गर्दछौँ। तपाईको वचन यशाया 41:10 मा भनिएको छ, यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ। तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। हे जीवित परमेश्वर, तपाईको सत्य वचनको लागि धन्यवाद। तपाईको वचनमा नडरा भनेर भन्नुभएको छ। हामी सितै बस्ने तपाईको प्रतिज्ञाको लागि धन्यवाद। तपाईँ हाम्रो रखवाली गर्ने परमेश्वर, तपाईँ हाम्रो वास्ता गर्ने परमेश्वर। हाम्रो हरेक कदमहरूमा तपाईँ हामीसितै हुनुहोस्। हाम्रो परिवारमा तपाईँ हुनुहोस्। हामी जहाँ जान्छौँ, हामी जे गर्छौँ, तपाईँ हामीसित हुनुहोस्। हामीलाई के गर्नुपर्ने हो सो सिकाउनुहोस्। हाम्रो कमजोर विश्वासलाई बलियो बनाउनुहोस्। तपाईँमा कुनै कुरा असम्भव छैन। तपाईँमा सबै कुरा सम्भव छ। तपाईँ महान जीवित परमेश्वर हुनुहुन्छ। हरेकको हृदयलाई जान्ने र बुझ्ने परमेश्वर हुनुहुन्छ। हरेकको दुःख र कष्ट र पीडलाई बुझ्ने परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईको निडरताको आत्मा हामीमा हालिदिनुहोस्। तपाईमा भरोसा र विश्वास गर्नलाई सहायता गर्नुहोस्। तपाईको काम र तपाईको शक्तिमा भरोसा गर्नको लागि सहायता गर्नुहोस्। हे परमेश्वर, तपाईले भन्नुभएको छ, निरुत्साहित नहो किनकि म तेरो परमेश्वर हुँ। हे परमेश्वर, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। हामीलाई उत्साह दिनुहोस्। हामीमा भएको निरुत्साहीको आत्मालाई निकालिदिनुहोस्। हे परमेश्वर, तपाईँमा भरोसा र विश्वास गर्न सहायता गर्नुहोस्। मेरो विश्वासलाई बलियो पार्नुहोस्। हे परमेश्वर, कतिचोटि छालहरू, बतासहरू जीवनमा आइरहन्छन्। हामीले नसोचेको घटना र समस्याहरू आउँछन्। यी सब समस्याहरूका छालहरूमाथि विजय गर्नको लागि र अनि यस्तो अवस्थामा हाम्रो विश्वासलाई बलियो तुल्याउन तपाईले मद्दत गर्नुहोस्। हामी हाम्रो आँखा तपाईमा लगाउन चाहन्छौँ। हामी हाम्रो भरोसा तपाईमा राख्न चाहन्छौँ। हे परमेश्वर, तपाईँ असल गोठाला हुनुहुन्छ। तपाईँ हाम्रो लागि मार्गदर्शक हुनुहुन्छ। तपाईको वचनले भन्छ, म तँलाई बलियो पार्नेछु। धन्यवाद परमेश्वर, तपाईको प्रतिज्ञाको लागि धन्यवाद परमेश्वर। तपाईले हामीलाई बलियो पार्ने प्रतिज्ञा गर्नुभएको लागि हामी तपाईँ प्रतिको हाम्रो विश्वासमा बलियो हुन चाहन्छौँ। सब निरुत्साह तुल्याउने कुराहरू हाम्रो जीवनको बाटोबाट हटाउनुहोस्। तपाईको वचनमा हामी विश्वास गर्दछौँ। तपाईले भन्नुभएको छ, म तँलाई सहायता गर्नेछु। हे परमेश्वर पिता, हामीलाई सहायता गर्नुहोस्। हामीलाई तपाईको सहायता चाहिन्छ। हामीलाई तपाईको मद्दत चाहिन्छ। हामीलाई तपाईको धार्मिकताको दाहिने हातले सम्हाल्नुहोस्। स्वर्ग र पृथ्वीमा तपाईँ जस्तो कोही छैन। तपाईँ महान हुनुहुन्छ। तपाईँ असल र भलो परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईको शक्ति हामीलाई भर्नुहोस्। पवित्र आत्माको शक्ति भरिपूरी हामीलाई दिनुहोस्। हामी दुर्बल छौँ, हामी
कमजोर छौँ। हाम्रा पापहरूलाई क्षमा गर्नुहोस्। हाम्रो हृदयभित्र तपाईँ आउनुहोस्, हाम्रो हृदयमा वास गर्नुहोस्। यी कठिन र अन्यल समयहरूमा तपाईँले हामीलाई बाटो देखाउनुहोस्। तपाईँको योजना र उद्देश्य बुझ्नलाई सहायता गर्नुहोस्। हाम्रो कमजोर र दुर्बल विश्वासलाई बलियो पार्नुहोस्। हाम्रो विश्वासलाई चट्टानमाथि बसालेको घर जस्तै बनाउनुहोस्। हामी तपाईँमा रहेर हाम्रो विश्वासमा बलियो बन्न चाहन्छौँ। हाम्रो आत्मिक जीवनलाई बलियो तुल्याउनुहोस्। म तपाईँको सहायता माग्दछु। धन्यवाद परमेश्वर, तपाईँको प्रेमको लागि, तपाईँको वास्ताको लागि तपाईँसित बिन्ती प्रार्थना गर्दछु। येशू ख्रीष्टको नाममा आमेन।